हेलो गाइस, आज हामीले चाउमिन खाँदै गर्दा एउटा कुरो चाहिँ मलाई रमाइलो घटना भइरहेको छ। के रमाइलो घटना भयो भन्दै जाँदाखेरि चाहिँ धेरै खतरा एउटा रमाइलो घटना भयो। पहिलो वर्ष उता हाम्रो एउटा मेरो बहिनी छ त्यहाँ, त्यो बहिनीले चाहिँ कस्तो एउटा ठ्याक्कै बुङ्गुर जस्तो यता देखाउनु मान्छे पनि सेम बुङ्गुर जस्तै मोटाएको छ। यहाँ खाएको भन्दाखेरि सुरुमा ज्वाइँले छोड्नु भयो, ज्वाइँले छोडेपछि त्यो भए खायो, त्यसपछि घरले छोड्यो, त्यो पनि खायो। जस्तो बुङ्गुरले कुरो खायो, बच्चे कुरो हाल्नु गर्छ नि, त्यस्तै कुरो हालेर खायो। उता ध्यान त्यो कुरो हाल्नु मान्छे भइसक्यो, कुरो हाल्नु मान्छे सबै अगाडि नजिकबाट जुम गरेर ल्याउनु भाडा पनि कुरो सकले सेम मान्छे पनि बुङ्गुर जस्तै मोटाएको छ। यता देखाएर म भन्छु सेम मोटा छ मेरो बहिनी हो, सेम बुङ्गुर जस्तो मोटा छ। खाना पनि सेम फेरि कुरो जस्तो खान्छ कि बुङ्गुरले कुरो खायो जस्तो। ल हेर्नु त्यहाँ, ल ऊ हेर्नु ऊ न एउटा सिगार निकाल सकर गरेर खान्छ ऊ। अब यता यता देखाउनु आफ्नै बुढाले भिडियो बनाएको भयो कारणले गर्दा डेढी आँखाले हेर्छ। अब त्यो के भन्न सकेको छैन। आजको भ्लग यति नै, म पनि खाइरहेको छु यहाँ।